शुद्ध बोल्ने कोसिस गर्दैछु गाइज छ यहाँ छ अनि उता छ अनि मसँग चारजना मेरो डोले गर्छ गाइज भिडियो बनाउँदैछ अहिले चाहिँ जानलाई हेलो नमस्ते गाइज फेट पनि आइसकेको छ आई होप तपाईँहरू सन्चै हुनुहुन्छ होला मलाई पनि ठिकै छु नेपाली चाहिँ अलि म शुद्ध बोल्ने कोसिस गर्दैछु गाइजहरु राइङको ग्राउन्ड चाहिँ यो फिल्ड छ तर प्लेयरहरू छैन 2-3 जना आउँछ यहाँ छ अनि उता छ अनि मसँग चारजना मेरो जुत्ता छैन गाइज जोसुकै रेगुलर आए पनि तर मेरो चाहिँ जुत्ता छैन किन भन्दाखेरि यो डोले गर्छ गाइज म चाहिँ त्यो मान्छे जस्तो स्क्यानर पनि के राख्दैन मेरो चाहिँ डोको प्रब्लम गरेर चाहिँ म जुत्ता नकिने हो अनि ग्राउन्ड यहाँ छ अनि म खाली खुट्टै खेल्छु अनि चप्पल छ यो चप्पल लगाएर खेल्छ फेरि त्यहाँ छ अनि फेरि उताएर झिक्नुपर्छ त्यस्तो बाध्यता छ मेरो चाहिँ तपाईहरुले चाहिँ मलाई सपोर्ट गर्नु पर्यो एकदम सबैजनालाई त्यहाँ बोलिरहेको छ 1 लाख बुट किन्छ 1 लाख सब्स्क्राइब गर्नु ल यो चाहिँ फेक हो गाइस त्यस्तो म मान्छे जस्तो के देखाउनु छैन तर मलाई चाहिँ भाइरल पनि हुनु छैन ठिक्क तपाईहरुले सपोर्ट गरेर राख्दिनु भन्न चाहन्छु भिडियो बनाइरहेको छ यो भाइ यो चाहिँ को भाइ भन्दाखेरि त्यो नाम के रे भाइ राङो ट्याप हेरे गाइस यो भाइ चाहिँ अहिले चाहिँ यहाँ छ यता हाम्रो ग्राउन्डहरु अनि फिल्ड घेरा लगाउने रे भनेर अनि उ त्यहाँ चाहिँ 9 लाख रे यहाँदेखि माथिसम्म चाहिँ 4 लाख भनिरहेको थियो गाइस अब के हुने वाले हो यहाँ विवाद आउँछ कि आउँदैन यो ग्राउन्डमा फेरि म त्यो बेला भिडियो ल्याउँछु गाइसहरु तपाईहरुलाई यो एक्लै खेलिरहेको छ त्यहाँ फुटबल चाहिँ अहिले चाहिँ राङो ग्राउन्ड हो गाइस योहरु तपाईहरुलाई कस्तो लागेको छ ग्राउन्ड हो हेर्नु सक्छ बागमती खोला चाहिँ तल छ यो तल गाइस बागमती खोला यहाँ फुटबल छ केटाहरु चाहिँ आउँछ खेल्छ जान्छ तर सबैको जुत्ता छ गाइजहरु यहाँ तर मेरो चाहिँ जुत्ता छैन जुत्ता पनि नभएको कारणले भाइ जुत्ता किन्नुलाई चाहिँ तपाईहरुले अघि नै भनिसकेको छ डो छैन गाइज मेरो डो नभएपछि के गर्न सक्दैन जे गर्छ डोले गर्छ पैसा भए सबै साथी इष्टमित्रहरु हुन्छ त्यही हो के गाइजहरु मलाई त्यस्तै लाग्छ पैसा नभएपछि मलाई कस्तो लाग्छ हैन त तपाईहरुले यहाँ सक्नुहुन्छ ग्राउन्ड गाइजहरु यो भाइ चाहिँ तपाईहरुले चिन्नुहुन्छ भने कमेन्ट गर्नु होला तपाईहरुकै भाइ छोटे भाइहरु गाइज यहाँ हेर्न सक्नुहुन्छ गेम प्ले ठीक छ भाइको अझै 4 जनामा छ अनि यहाँ छ हामी मात्रै छ गाइज यो भाइ धेरै लाज लाग्छ तर मोबाइल झरेको रहेछ त्यहाँबाट चाहिँ यो भाइले भिडियो बनाइरहेको रहेछ यहाँ अब चाहिँ टिकटकमा हाल्छ होला भाइ सुशान्त भाइ सुशान्त भाइ भन्न हो भने कस्तो छ जुत्ता चाहिँ कति हजारको यार भाइ तेरो ब्रान्डेड छ त 14000 भाइ एरन थापा गाइजहरु अब चाहिँ यो गोल्ड कप चाहिँ अब चाहिँ 83-82 सालमा हुनुपर्ने गोल्ड कप 83 सालमा हुन लागेको छ हाम्रो बागमती गाउँपालिका 8औं संस्करण गोल्ड कपमा चाहिँ सबैजना आइदिनु होला सबसे चाहिँ गेम हेर्नु चाहिँ कुन बेला आउनु भन्दाखेरि चाहिँ चितवनको गेम हुने बेला चाहिँ आउनु होला धेरै जस्तो 95% चाहिँ एरन थापा आउने भनेर चाहिँ भएको छ कुरा तपाईहरुलाई चाहिँ त्यो बेला थाहा हुन्छ है गाइजहरु भाइको चाहिँ गाइज भिडियो बनाउँदैछ अहिले चाहिँ जानलाई चाहिँ सिर भाइ कता बस्छ भाइ बस्छ कता जानु अब यसो 12-14 जना यो भाइ पनि बार्साको फ्यान है फेरि रेड म्याडीको फ्यान झोलेहरु त्यहाँ छ गाइज हामी चाहिँ बार्सा हैन फेरि बार्सा म कसैले झोले भन्दैन गाइज त्यस्तोरी एक अर्का बाहिर विदेशी प्लेयरहरु खेल्छ तर हामीले त्यस्तो झोले सोले भन्नु दिएन हामी नेपाली हो सब गाउँको आफ्नै सबजना मिलेर बस्नु पर्छ त्यो भएर हामी के भन्नु दिदैन गाइज अनि यसरी मिलेर खेल्नुपर्छ अनि फुटबलै गाइजहरु हामी चाहिँ यहाँ छ शिशिर भाइले फुटबल हानिरहेको छ यो खम्बा चाहिँ के हो खियाल खाइसकिरहेछ त गाइज यो के भएको वाट्सअप गाइज यो कहिले छाप्रा हाल्ने हो गाइज यो हाम्रोतिर त यस्तो बिजोक छ त के गर्ने हो तपाईहरुले यस्तो सहयोग हाल्नु दिन्छु भने कमेन्ट गर्नु होला तपाईहरुले यस्तो छ बिजोक हाम्रो यस्तो के गेम टुर्नामेन्ट खोलायो ग्राउन्डबाट भने पनि तपाईहरुलाई यो म्यान अफ द म्याच दिने ठाउँमा पनि पुरै तिर्पल लगाउनु पर्ने उमेर हुन्छ क्या उमेर भन्दा त्यो लगाउनु पर्छ क्या हो जस्तो लाग्छ खेलाएको छु अब जब गेम हुन्छ तब मान्छे हुन्छ यो ग्राउन्डमा चाहिँ तर अहिले चाहिँ हुँदैन फेरि अहिले नन इन्टरनेसनल खेल्ने भनेको उहाँहरु मात्र हो तर म चाहिँ फेरि यहाँ भाषण हान्नु मात्र आयो फेरि गाइजहरु के तपाईहरुलाई कस्तो लागेछ ग्राउन्डको पनि पोलहरु सायद सबै उस भएको थियो अहिले यस्तो छ अहिले खाली छ अब झार उम्रिदै छ गाइज यहाँ हेर्नु सक्नुहुन्छ तपाईहरुले फुटबल खेल्दैछ त्यहाँ सबजना भन्दाखेरि डाङ डुङ हानिरहेको छ धेरै मान्छे छैन आज यस्तो छ ग्राउन्डको बिजोक केटाको रनिङ छ पिकअप बढाइरहेको छ यहाँ वार्म अप दिनकै गरिरहेको छ तर यहाँ चाहिँ गेम चाहिँ हुँदैन तर सबजना त्यो गेम भन्दाखेरि आफ्नो शरीरको लागि खेल्न आउनु भएको छ उहाँहरु प्रति एकदम राम्रो छ अनि मैले पनि भिडियो बनाउन पाइरहेको छ यस्तोरी हाम्रो राइङको बारेमा बोल्दै हाल्दै यस्तो छ ग्राउन्ड उता छ खाली वहाँ पछाडी पनि क्रिकेट ग्राउन्ड बनाउन सक्नुहुन्छ तपाईहरुले गाइज उता यहाँ फुटबल ग्राउन्ड छ अब के वर्षपछि चाहिँ यहाँ चाहिँ झार उम्रिने वाली छ झार उम्रिदै छ यहाँ तपाईहरुले हेर्न सक्नुहुन्छ सुशान्त भाइले बल हानिरहेको छ अनि उहाँ चाहिँ चिन्न सक्नुहुन्छ तपाईहरुले हाम्रै पुरानो भुभु प्लेयर
योङ भन्दाखेरि बिहे गरिसक्नु भएको छ र योङ प्लेयर 2टा छ मसुद केरी चाहिँ 3टा छ गाइज उहाँको चाहिँ एकदम वार्म अप डेन्जर छ ठिकै खेल्नुहुन्छ उहाँले पनि तपाईहरुले चिन्न सक्नुहुन्छ गाइज तपाईहरुले कमेन्ट गर्नु होला नाम के हो उहाँको चाहिँ वार्म अप गरेको छ यहाँ चाहिँ चिन्न सक्नुहुन्छ तपाईले पनि यो मान्छे पनि को भनेर गाइज यो मान्छे को तपाईहरुले चिन्नुस् अनि यो को भन्दाखेरि सुशान्त भाइ भनेर मैले प्रचार गरेको छु बारम्बार सबै भिडियोमा पनि सबै ठाउँमा पनि सुशान्त भाइ भनेर प्रचार गरेको छ यहाँ हेर्नु होला केटाहरुको ट्रेनिङ गर्दाखेरि चाहिँ यो राखेर गर्ने रहेछ बिहान बिहान आउनेहरूले चाहिँ ट्रेनिङ यो ढुङ्गा राखेर किन भन्दाखेरि कोन्सो नभएको कारणले चाहिँ एकदम बिजोग छ गाइज त्यही कारणले केटाहरुले यस्तो गरेको रहेछ भनेर मैले अब आज कोही आउनेवाले छैन खेल्न बागमती मावि स्कुल चाहिँ यहाँ माथि छ गाइज त्यो बासज्याङको उता अनि यो रुखले छिक रहेछ अनि यता टोयलेट अनि यता भवन छ गाइज यहाँबाट पनि देख्न सक्नुहुन्छ तपाईहरुले यस्तो छ ग्राउन्डको बिजोग गाइज लोक फुटबल हान्नेको प्रहार भइसकेको छ सुशान्त भाइको तर एक साइड इज आउट इज ह्याप्पी नट बिगिन भन्ने जस्तै छ अब त्यहाँ हान्न सक्छ बल स्ल्याम पाराले सुशान्त भाइको पोज दिइरहेको छ राम्रो ताले गाइज अनि तपाईहरुलाई आजको भिडियो चाहिँ कस्तो लाग्यो गाइज लास्टसम्म हेरेर तपाईहरुले साथ सपोर्ट गर्नुभएको छ भने मलाई आशा लागेको छ आजको भिडियो यति नै गाइज एन्ड बाई